शुभारम्भ गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु, जसको लागि प्रमुख अतिथि आदरणीय परम पूज्य लोकलाई थप उल्लासमय भगवान बुद्धको प्रतिमा अगाडि दीप प्रज्वलन भइसकेको छ भने साथमा मञ्चमा आउँदै हुनुहुन्छ ताम्बा सङ्घ नेपाल, साथसाथै याङला रेमटेङ तामाङ सङ्घ। जसको लागि बौद्धनाथ क्षेत्र विकास समितिका सांस्कृतिक महत्त्व झल्काउने नृत्य, गायन र विभिन्न झाँकीहरूले आजको यो राष्ट्रिय लोछार पर्व 2082लाई थप उत्सवमय, थप उल्लासमय। ताम्बा अहिले भर्खरै आफ्नो सांस्कृतिक प्रस्तुति, साङ्गीतिक प्रस्तुति लिएर गइसक्नु भएको छ भने अबको क्रममा सांस्कृतिक नाच लिएर लामा छ्याम नाच गल्तीले स्टेजमा भनेर भने र उहाँहरूले यति बेला आफ्नो यो धार्मिक सांस्कृतिक परम्परा अनुरूपको यो हुनको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद।
गुरुज्यूहरूलाई यो छाम नृत्य प्रस्तुत गरिदिनु भएकोमा यहाँहरूलाई बाँचिरहेको छ्याम अर्थात् नृत्य प्रस्तुत गरेर आदरणीय लामा गुरुजीहरू गइसक्नु भएको छ। आकर्षक प्रस्तुतिहरू हामी माझ रहेका छन् र अबको क्रममा यति बेला हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको साङ्गीतिक प्रस्तुति दर्शकवृन्द जोरदार तालीको अपेक्षा गर्दछु। हात बाँधिरहनु भएको छ है। केन्द्रको तर्फबाट कोही प्रतिनिधि आइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। राष्ट्रिय लोछार पर्व मूल समारोह समितिको तर्फबाट हार्दिक धन्यवाद। आगामी दिनमा पनि यहाँहरूको यस्तै साथको अपेक्षा हामी गर्दछौँ। हजुर धन्यवाद। र यस पश्चात पूज्य गुरुवर, सबैभन्दा पहिला लोछारको जबडान्बा र टाँसिदले टक्राउन चाहन्छु। विशेषतः तीर्थ गर्छ नि, तीर्थको फल प्राप्त गर्छ अरे भन्छ। त्यो त हाम्रै नजिकमा झरुङ खस्यो है। त्यो देख्दाखेरि तैपनि यहाँहरूको सहयोगबाट हामीले चाहिँ यसलाई निरन्तर रूपमा राम्रो बनाउने कोसिस गरिरहेका छौँ। यहाँहरूले यसलाई भलिभाति बुझ्नुभयो, यहाँहरूलाई त्यसको लागि पनि धन्यवाद टक्राउँ भन्ने भन्दिनँ। त्यसकारण यहाँनिर पहिला म रिम्पोचेज्यूहरूको बारे धेरैलाई थाहा छ त्यो रिम्पोचे हुनुहुन्छ भनेर। यो कसरी चाहिँ के भइरहेको छ, हामी रिम्पोचेज्यूहरूलाई चाहिँ हामी किन मान्छौँ? मणिरत्न रिम्पोचे भनेको है, मणिरत्न भनेको के हो त? अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ होला, वर्षको सुरुवात राम्ररी जान्छ होला भन्ने उद्देश्यका साथ हामीले पूजनीय गुरुवरहरूलाई चाहिँ हामीले आमन्त्रणा गरेका। हाम्रो लोप्सान आज मलाई र पहिला माथिबाट सुरु गरेर जानु पर्ला जस्तो लागिरहेछ। त्यो सांस्कृतिक कार्यक्रममा यहाँहरूको व्यापक सहभागिता रहोस् र रमाइलो गर्नुहोला भन्दै पुनः सबैजना यहाँ उपस्थित हुनुभएका महानुभावहरूमा स्वागत अभिवादन गर्दै भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। र जसको लागि प्राचीन अनुवाद एकमात्रै सङ्घबाट परम पूजनीय रिम्पोछे, त्यस्तै गरी विशिष्ट अतिथिज्यू यहाँहरूलाई यो छ्याङको ग्रहण गरिदिनु हुनुको लागि अभ्यासद्वारा धर्म, करुणा र प्रज्ञाको दिव्य आलोक प्रसारित गर्न नैतिक मूल्य र सामुदायिक सद्भावलाई दृढ तुल्याएको छ। यस शुभ अवसरमा रिम्पोछेज्यूको दीर्घायु, आरोग्य लाभ तथा समिति, राजकुमार लामा अध्यक्ष, श्री बौद्धनाथ क्षेत्र विकास समिति,
मुकुन्द प्रसाद निरौला सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। यस कार्यक्रमका प्रमुख अतिथि परम पूज्य लोब्साङ नामग्याल रिम्पोछेज्यूमा यो अभिनन्दन पत्र अर्पण गरिदिनु हुनुको लागि यस कार्यक्रमका सभापति बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामालाई अनुरोध। अभिनन्दन पत्र सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूको आस्था र मर्मलाई राष्ट्रिय लोसार शुभकामना सांस्कृतिक कार्यक्रम 2082 अभिनन्दन पत्र श्रद्धेय ठुल्को साङ्गे सेन्डुप रिम्पोछेज्यू प्रति यस लोसार पर्वको अवसरमा रिम्पोछेज्यूको दीर्घायु आरोग्य लाभ तथा धर्मकायको निरन्तर अभिवृद्धिको आनन्द पत्र प्रदान गर्दै हुनुहुन्छ। कृपया यहाँको माझबाट मैले जोरदार तालीको अपेक्षा गरेँ। त्यसमध्येको उत्तरतर्फको एक ढोकाबाट प्रवेश गर्न पाइन्छ भने नजिकैको अर्को ढोकाबाट बाहिर निस्कन सकिन्छ। अर्को साम्य गुम्बा निर्माण भए पश्चात राजा हथिसोङ देउचनले गुरु पद्मसम्भवसँग आफ्नो पूर्व जन्मको बारेमा प्रश्न गर्दा लाभ भयो। ठुली गाङमा र सानी गाङछुङमा। सानीले फुल चोरीको पापले गर्दा ठुली भएपछि उनले आफ्नो जीवन कुखुरा पालेर धान्ने गर्दथिन्। यसै क्रममा घोडा, सुँगुर, कुकुर र कुखुरा व्यापारीसँग सम्बन्ध स्थापना गरी 4 जना छोराहरूलाई जन्म दिइन्। तैपनि 4 जना छोराहरूले निर्माणलाई निरन्तरता दिए र निर्माण सम्पन्न गरे। लोसार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका अध्यक्ष तथा बौद्धनाथ ज्यू अब हाम्रा प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यू बौद्ध धर्मावलम्बीहरूको अति विशिष्ट यस पर्वप्रति आस्थावान आदरणीय महानुभावजीहरू, आज म गौरवका साथ भन्न चाहन्छु यो पर्व सामाजिक तथा सांस्कृतिक विविधताका कारण सबै धर्मावलम्बीहरूको साझा एवं आस्थाको धरोहर यो औपचारिक मोडलाई चाहिँ हामी यहीँनिर टुङ्ग्याउनेछौँ र एउटा सभाध्यक्ष बौद्धनाथ हार्दिक अनुरोध गर्दछु। कदर गर्नुपर्छ। कदर स्वरूप हामी आयोजकको यो सम्मानबाट र डोल्मा छिरिङ शेर्पाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। नाचगान मात्र नभइकन यसको विधि पुर्याउनु पर्ने भएको हुँदाखेरि बौद्धनाथ क्षेत्र विकास समितिबाट यो लोछारको सबै विधि पुग्नुपर्छ भन्ने कुरामा हाम्रो जोडदार हाम्रो चाहिँ उस थियो। त्यसैले आजको यो कार्यक्रम भव्य रहेको कुरामा कुनै तुक रहेन, दुई मत पनि छैन। 82ले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना होस् र आगामी दिनहरूमा यस्तो बाधा विवाद नहोस् भन्ने शुभकामनाको साथमा तपाईँहरू माझमा उभिएको छु। कलाकारहरूलाई निम्ताउनको निम्ति तपाईँहरूको चिरपैची व्यक्तित्वहरूलाई म यहाँ समेट्न गइरहेको छु। साथमा हामी तयारीमा रहदिनको निम्ति चन्द्रकुमार दोङ, रोज मोक्तान, प्रेम लोप्चान, बैरागी मोक्तान, जमुना योन्जन, सानु वाइवा, सुबिना लोप, फुटी शेर्पा, सुभाष तामाङ, ऋतु लामा, कोपिला वाइवा, सारा लामा, माया स्याङ्गो, प्रवीण मोक्तान, सुनिता वाइवा, साथमा ताम्बासङ नेपाल र याङ्ला रिमटिम तामाङ, डम्पु सङ्घ र झरना कला केन्द्रका कलाकार मित्रहरूलाई आफ्नो ट्यागसहित तयारीमा रहनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यो यता स्थानबाट चाहिँ एकछिन वार्मअपको लागि उठिदिनु होला मेरो। ओके, म तपाईँलाई एउटा गेम खेलाउँछु र यो गेम मेल भर्सेस फिमेल रहनेछ है त। मेल हाम्रो केटा साथीहरूको त एनर्जी तपाईँहरूको एनर्जी चेक गर्ने टर्न रहेको छ। अलिक कम भयो जस्तो लाग्यो है। Once again.
उत्सवहरू साटिरहेका छौँ र पक्कै पनि यो कार्यक्रमको अन्तिमसम्म तपाईँहरू यसरी नै बसेर यो लोछारको स्वागतार्थ जुट्नुहुनेछ। देखि अस्तिदेखि नै हाम्रो सुरक्षामा खटिरहनु भएको नेपाल प्रहरी बौद्धलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। उहाँहरू हाम्रो सुरक्षाको निम्ति हिजोदेखि खटिरहनु भएको छ र बल्ल आज भेटे। लोछार एन्ड लोसार है त सम्पूर्णमा ह्याप्पी लोछार। यो पाठियार्की सोसाइटीको यो ऊ चाहिँ हो, त्यो भएर मैले नभनेको। आफै हुन्छ जिन्दानी आफै हुन्छ हो किला होइन हो भना हो किला होइन हो किला होइन हो भना हो किला होइन ढल्कियो पापी जो भना ढल्कियो पापी त्यसै गरी हाम्रो कोपिला वाइवा दोहोरी, उहाँसँग म दोहोरी पनि गाउनेछु। उहाँहरूसँग सबैजना 100 कलाकार हुनुहुन्छ। अब जब पर्यो साँझ, अब सबैको तामाङको सबैको मन हुन्छ साझा, हो कि होइन? घरको बुढा घरैमा, घरको बुढी घरैमा, अब हुन्छ के यहाँ, हो कि होइन? लोछारमा त नयाँ नयाँ साथीसँग हेलो हाई आई लभ यु भनेर चाहिँ चिया कङ्गल मार्नु सके पो आयु बढ्छ। त यो संसारलाई छोडेर हामी जाने हो, बाँचुन्जेल हामी रमाइलो गर्नुपर्छ। अस्पतालहरूमा सकेसम्म नजाउँ, यसै गरी रमाइलो गरेर जिन्दगी बिताउनुपर्छ।